र आजबाट चाहिँ हाम्रो यो युट्युब च्यानलमा नयाँ रिलहरू बन्न चाहिँ सुरु भइसक्यो छ। आजको बिहानको सुरुवात चाहिँ हाम्रो स्कुटीबाट हुन्छ। स्कुटी चाहिँ यसलाई वाक्स गरेर क्लिन पारेर त्यसपछि यो चाहिँ हामीले कस्टमरलाई बुझाएर यो सेकेन्ड बाइक चाहिँ हाम्रो एभेन्जर आहा आज चाहिँ। त्यसपछि यो अर्को चाहिँ ब्याट्री चार्ज गर्नलाई आहा। त्यसपछि यिनीहरू यति काम चाहिँ रेडी परिसकेपछि यसको चाहिँ यो चाहिँ मालले ब्याट्री खोल्न लाहा चाहिँ एन्ट्रक स्कुटीको। त्यो नयाँ स्कुटीको ब्याट्री चाहिँ 22-21 मोडलको 21-22 मोडलको यदि लु 80 को पनि ब्याट्री खराब भइसक्यो है। यसको चाहिँ हामीले मोबिल चेन्ज गर्न लाहा। यो चाहिँ हाम्रो दोस्रो बाइक हो है। आजको दिनमा दोस्रो बाइक। यो चाहिँ हाम्रो दोस्रो बाइक है। यसको चाहिँ मोबिल चेन्ज त्यसपछि पछाडिको बेरिङहरू पनि चेन्ज गर्नुपर्ने थियो। यिनीहरू चाहिँ भइसक्यो। मैले चाहिँ पछाडिपट्टि भएको स्कुटी चाहिँ वास गरेर रेडी पारिसकेको छु। र यो चाहिँ हाम्रो सुन्दर सरको पल्सर 220। यो चाहिँ हाम्रो स्टार्ट नभएर आएको हो। अब यो चाहिँ हामीले स्टार्ट चाहिँ हेर्नुपर्ने हुन्छ। यसको सुरुमा चाहिँ हामीले करेन्टबाट स्टार्ट चेक गर्छौँ। यो प्लगबाट चाहिँ करेन्ट सप्लाई भयो कि नै चेक गर्नलाई चाहिँ यसरी गर्ने है। तपाईहरुले पनि यो गर्न सकिन्छ। यो करेन्ट फालेको देख्नुभयो। यो करेन्ट फालेछ भने ठीक छ। यो यसको चाहिँ अब करेन्टमा चाहिँ ओके है। त्यसपछि पेट्रोल चेक गर्ने। पेट्रोल चेक गर्नलाई चाहिँ पाइप टुटेर गर्न सकिन्छ हामीहरुले पनि सबैले। यो चाहिँ यो पनि ओके है। यो चाहिँ नर्मल सबैले चेक गर्न सकिन्छ है। पल्सरहरू अरु पनि स्कुटी बाइक चाहिँ लगभग सबै चाहिँ सकिन्छ। खासै सामानहरू केही चाहिन्न। यो चाहिँ मैले सेल्फ हानेर ट्राई गर्न लाग्यो। अब चाहिँ यसको चाहिँ एकचोटि हामीहरुले टाइप हिट हेर्छौँ। यसको चाहिँ वाल खराब भयो कि भन्ने शंका। अब यो चाहिँ यति चेक गरेपछि स्योर हुन्छ के खराब भयो भनेर। यसको चाहिँ वालै खराब भयो जस्तो छ। यो चाहिँ हामीले टाइप हिट हेर्न लाग्यौँ। टाइप हिट चाहिँ यसको टाइट छ। यो चाहिँ 14 मोडलको बाइक हो। त्यही भएर पनि यो टाइप हिट चाहिँ वालहरू यिनीहरूमा म्याक्सिमम समस्या आउने भनेको वालहरू खिने पल्सरहरूमा। त्यही भएर चाहिँ यसको चाहिँ अब यो हामीले हेड खोल्नु पर्ने हुन्छ। यो हेड खोलेर अब हेडलाई आउट गरेर भेलहरू चेन्ज गर्नुपर्ने हुन्छ। अब अहिले चाहिँ मैले यसको माथिको हेड खोलिसकेको छु। यो चाहिँ हाम्रो हेड है। हेड